हट गेम हेर 85 मिनेटसम्म सेनेगलले लिड लिएको थियो क्या। जब आउँछ 86 मिनेट तब बेल्जियमले गोल हान्छ। त्यसको लगातार 89 मिनेटमा अर्कै गोल आउँछ बेल्जियमको। त्यसपछि एक्स्ट्रा टाइममा जान्छ खेल। 120 मिनेटमा पेनाल्टी मार्फत एउटा फेरि बेल्जियमको गोल आउँछ हैन। बेल्जियमले 3-2ले सेनेगललाई हराउँदै सेनेगललाई घरको टिकट पक्का गरिदिन्छ अनि आफू राउन्ड अफ 16 मा क्वालिफायर हुन्छ। सेनेगलले जितेको म्याच हार्यो के, सो स्याड हैन। सेनेगलको ब्याड लक भन्नुपर्छ के। अनि यता इङ्ल्यान्डले पनि डियर कङ्गोलाई 2-1 गोलले हराइसकेको छ हैन। फर्स्ट हाफमा लिड लिए तापनि डियर कङ्गोले सेकेन्ड हाफमा इङ्ल्यान्डले कमब्याक गर्यो। नेभर गिभ अप के, हामी गिभ अप गर्दैनौँ भनेर हेरी केनको खतरा गोल आउँछ हैन, एन्टोनी गोर्डनको पास मार्फत हैन। अनि सेकेन्ड गोल पनि एन्टोनी गोर्डनले पास दिन्छ। त्यसपछि त्यो गोलको त के तारिफ गर्नु हो, हेर्न लायकको थियो यार। 3-4 जना खेलाडीलाई छल्लाएर हेरी केनले खतरा गोल गर्दै 2-1 को लिड लिएर राउन्ड अफ 16 मा क्वालिफायर हुन्छ इङ्ल्यान्ड अनि डियर कङ्गोलाई घर पठाइदिन्छ। अनि आजै भएको बिहानको म्याचमा युएसएले बोस्नियालाई 2-0 ले हराउँदै राउन्ड अफ 16 को टिकट काटेको छ र बोस्नियालाई घर पठाइदिएको छ गाइज। अनि भिडियोहरू कस्तो लाग्यो मेरो, लाइक सेयर कमेन्ट गरौँ है, फलो पनि गरौँ है।